मलाई मात्र यस्तो हुन्छ कि सबैलाई यस्तो हुन्छ त थाहा छैन होइन, तर मलाई चाहिँ आफू बस्ने रुम भताभुङ्ग लथालिङ्ग एकदमै फोहोर देख्यो भने चाहिँ कस्तो मन भारी भएर आउँछ। मलाई रुन मन लाग्छ कि एकदमै दुःख लाग्छ। अनि म चाहिँ जति नै अल्छी लागे पनि आफ्नो रुम चाहिँ चटक्क पार्ने कोसिस गरिरहेको हुन्छु सधैँ नै होइन। अनि यो चाहिँ मैले फिल गरेको कुरा हो कि रुमबाट यस्तो धेरै पोजिटिभ इनर्जी आउँछ। यदि हजुर बसेको ठाउँहरू सफा छ भने चाहिँ कस्तो अर्कै खालको भाइब्स आउँछ, गुड भाइब्स आउँछ कि। त्यही भएर यो पनि एउटा काइन्ड अफ थेरापी हो। मेन्टल आफूलाई पिसफुल इन्भाइरोमेन्टमा राख्यो भने आफ्नो माइन्डले पनि राम्रो काम गर्छ। त्यही भएर यसरी रुम सफा गर्नुहोस्, बस्नुहोस्। अनि मलाई त डे अफमा कहीँ जानै मन लाग्दैन क्या, आफ्नो घर छोडेर। कस्तो आनन्द आउँछ आफ्नो घरमै बस्दा। त्यही भएर पनि आई ट्राई टु किप इट क्लिन।